जय मिसी सबैलाई मेरो च्यानल जोसेफ लेखमा तपाईँलाई स्वागत छ। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला है। आज म एउटा विषयमा बोल्न गइरहेको छु, त्यो चाहिँ मुक्ति, सेलिब्रेसन कसरी पाइने। सेलिब्रेसनलाई कस्तो कस्तो क्राइटेरियाहरू छ, तपाईँले के नियमहरू फलो गर्नुपर्ने हुन्छ। तपाईँले एउटा विषयमा धेरै धेरै सुन्नुभएको छ, धेरै तपाईँले विषयमा तपाईँले सामाजिक सञ्जाल होस् अथवा तपाईँको पास्टरको अथवा कोही है लिडरको त सुनिसक्नुभएको छ। फेरि तपाईँको सानो रिक्याप गर्न चाहन्छु है, तपाईँलाई फेरि त्यहाँ रिमाइन्डर गर्न चाहन्छु। हामीले सुन्छौँ कोहीचोटि यसको गलत मतलब के त्यसलाई गलत तरिकाले कसरी प्रचार गरिरहेको हुन्छ। उहाँले भन्छ तिमीले भेटी चढाएर मुक्ति पाउँछौ, तिमीले 40 दिन 40 रात उपवास गरेर मुक्ति पाउँछौ, तिमीले 12 घन्टा प्रार्थना गरेर मुक्ति पाउँछौ, सायद तिमीले कति हुन्छ, तिमीले बाइबल वर्षमा 4 खेप पढ्यो भने मुक्ति पाउँछौ। कतिजनाले यो भने तिमी चर्च पढ्यो भने तिमीले मण्डलीमा एटेन्ड गरेर मात्रै मुक्ति पाउँछौ, तिमीले मुक्ति पाउँछौ। कतिचोटि हामीले सुन्छौँ। तिमीलाई के भन्न चाहन्छु भने तपाईँले के भन्न चाहन्छु भने कोही मान्छे चर्च जान्दैन, कोही मान्छे बाइबल पढ्दैन, क्रिस्चियन चाहिँ हुँदैन है। कोही मान्छेको नाम जोसेफ, कोही मान्छेको नाम पिटर, कोही मान्छेको नाम स्यामसन राख्दैन, ऊ क्रिस्चियन चाहिँ हुँदैन। फर इक्जाम्पल कोही मान्छे किताब पढ्दैन र मन्दिर जाँदैन, त्यो मान्छे हिन्दू हुँदैन। कोही मान्छे कुरान पढ्दैन र मस्जिद जाँदैन, त्यो मान्छे कुरान मुस्लिम हुँदैन। त्यसरी कोही मान्छे बाइबल पढ्दैन र चर्च जाँदैन, त्यो मान्छे क्रिस्चियन हुँदैन। जबसम्म तपाईँले आफ्नो सारा मन, सारा प्राण र सारा आत्माले समर्पण गर्नुहुन्न र तपाईँ विश्वास गरेर तपाईँ आफूलाई दिनुहुन्न, तबसम्म तपाईँ क्रिस्चियन हुनुहुन्न। मतलब त्यो कुरा तपाईँ हिस्सेदारी हुनुहुन्न। किनकि कोही हामी हेर्छौँ भने कतिजना त्यसमा गलत इस्तेमाल गरिरहेको छ। कोही पैसा आयो र म तिमीलाई मुक्ति पाउँछु, त्यो हुँदैन। किनकि बाइबलमा क्लियरली लेखेको छ। बाइबलमा तपाईँ जब पढ्नुहुन्छ, तपाईँले जब बाइबलमा तपाईँले हेर्नुहुन्छ भने गलाती 2 तपाईँ जब 21 जब तपाईँले गलाती 2:21 तपाईँले हेर्नुहुन्छ भने त्यो यसरी लेखेको छ नि, यदि व्यवस्थाद्वारा मानिस धर्मी ठहरिने हो भने त प्लिज हाम्रो लागि व्यर्थमै मर्नु पर्यो। त्यसरी तपाईँले अब रोमीलाई तपाईँले हेर्नुहुन्छ भने रोमी 6:23 यसरी लेखिएको छ है, For the wages of sin is death, but the gift of God is eternal life in Christ Jesus our Lord. It all the world for sin pay with death but God's. तपाईँलाई म यसको नेपालीमा पढ्नु तपाईँलाई भन्नु गइरहेको छु। यो रोमीको हामी जब पत्रीमा हेर्छौँ भने रोमीको पत्री 6:23 जब हामी हेर्छौँ भने यसमा यति मिठो पावरले भन्छ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको क्रिस्ट यीशुद्वारा पाएको अनन्त जीवन। हामीले क्रिस्ट यीशुद्वारा चाहिँ अनन्त जीवन पनि सित्तैमा पाएको छौँ। अनि गलती पनि भनिन्छ कि यदि व्यवस्थाद्वारा चाहिँ मानिस धर्मी ठहरिने हो भने चाहिँ यीशु क्रिस्ट व्यर्थमा मर्नु पर्छ नि धर्मबाट। त्यसरी तपाईँ चर्च जान्दैन, जानु छैन भने तपाईँले मुक्ति पाउने होइन। तपाईँले बाइबल पढ्दामा तपाईँले मुक्ति पाउने र बाइबल नपढ्दा तपाईँले मुक्ति नपाउने होइन। तपाईँले भेट चढाउँदा मुक्ति पाउने, भेट नचढाउँदा मुक्ति नपाउने होइन। तपाईँले 40 दिन 40 रात उपवास बस्दामा मुक्ति पाउने, नबस्दा मुक्ति पाउने। तपाईँले मुक्ति पाइसकेको छ, जुन तपाईँले आफ्नो सारा मन, सारा प्राण र सारा आत्माले तपाईँले आफ्नो मुक्तिदाता परमेश्वर पितालाई तपाईँले ग्रहण गर्नुपर्छ। त्यो दिन तपाईँले मुक्ति पाइसकेको छ। म तपाईँलाई के भन्न चाहन्छु, यदि तपाईँ चाहन्छ तपाईँले तपाईँको माइन्डमा छ भने मुक्ति त्यो यसरी पाइने छ भने त्यो तपाईँ गलत धारणामा हुनुहुन्छ। जुन कि तपाईँले सिद्धान्त पर्नुहुन्छ, जुन दिन तपाईँले आफ्नो मुक्तिदाता चिन्नुहुनेछ। र जबसम्म तपाईँले आफ्नो चिनेर तपाईँले आफ्नो पुरानो सबैलाई तोड्नुहुन्छ, पुरानो सबैलाई तपाईँले फ्याँक्ने जब हुन्छ, तपाईँको पास्टमा तपाईँले जे गर्नुभयो त्यहाँ तपाईँले बिर्सेर फेरि तपाईँ नयाँ जीवन हुनुहुन्छ, तब तपाईँले मुक्ति पाउनुहुन्छ। किनकि बाइबलमा यसरी रहेको छ, अब तिमीहरू नयाँ भएर जन्मेका छौ, अब पुरानो सबैलाई छोडिदेऊ। त्यसरी तपाईँलाई यो सानो रिक्याप दिएको मैले मुक्ति चाहिँ तपाईँले सित्तैमा पाउनुहुन्छ। तपाईँको कुनै मोल खेल्नु पर्दैन मुक्तिको लागि, कि तपाईँको मोल दिइसकेको छ क्रिस्मसद्वारा, जो चाहिँ हाम्रो लागि कयौँ वर्ष अगाडि त्यो काठको क्रसमा झुन्डेर फेरि जी उठेर चाहिँ हामीलाई मुक्ति दिइसक्नु छ है। तपाईँलाई यो मेरो सायद मन पऱ्यो होला है, सायद तपाईँलाई रिक्याप भयो होला। हुन्छ, आशा गर्छु तपाईँले यसबाट धेरै आशिष